यो सुरजपुरा काण्ड भएको ठाउँ हो। यहाँ स्तम्भ छ। यो घर 2040 साल फागुन 20 गते नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजा प्रसाद कोइराला, पार्टीका नेता शेरबहादुर देउवा, सुशील कोइराला, रामचन्द्र पौडेल, शैलेश आचार्य लगायतका नेताहरू रूपन्देहीका पार्टीको साथीहरूसँग छलफल गर्नका निम्ति भएर यहाँ जम्मा हुनुभएको थियो र 40 साल फागुन 20 गते सयौंको संख्यामा त्यो बेलाको सरकार, त्यो बेलाको सत्ताले संरक्षण गरेको गुण्डाहरू यहाँ आएर हात हतियारसहित आक्रमण गरिसके पछाडि पार्टीका नेताहरू बल्ल बल्ल उहाँहरूको ज्यान बस्न सफल भयो। सयौं साथीहरू हाम्रो घाइते हुनुभयो र दुईजना हामीले यादवनाथ आलोक र रामकुमार चौधरी, रामप्रसाद चौधरी दुईजना एउटा युवकहरू, पार्टीका कर्मठ साथीहरू हामीले गुमाएको ठाउँ हो। आज रूपन्देही कार्यक्रममा आएको बेलामा यो पवित्र ठाउँमा एकपटक हामीहरू यहाँ यो स्थलमा आउँ जम्मा भएका छौँ। यो ठाउँले आज अहिले भइरहेको राष्ट्रिय जुन एउटा विषय प्रवेश गरेको छ कि केही मानिसहरू पुरानो दिनहरू फर्काउने जुन चेष्टा गरिराख्नु भएको छ, त्यो भनिरहँदै गर्दा हामीलाई चाहिँ सुरजपुरा याद आउँछ। पुरानो दिन भनेको चाहिँ 40 साल फागुन 20 गते हो, जुन बेलामा नेपाली कांग्रेसका साथीहरू शान्तिपूर्ण ढंगले छलफल गर्न बस्दै गर्दाखेरि राज्य, तत्कालीन राजा सबैबाट संरक्षित जत्थाले आक्रमण गरेर हाम्रो दुईजना साथी गुमाएको ठाउँ। यस्तो थुप्रै साथीहरू हामीले पञ्चायतकालमा गुमायौँ। ती पुरानो दिनहरू हामीले बिर्सेका छैनौँ। हामीले अहिले प्राप्त गरेको स्वतन्त्रता सित्तैमा सजिलै प्राप्त गरेको होइन। ती 100 वर्ष लडेर यस्तो दर्जनौं ठाउँमा सुरजपुरा जस्तो ठाउँहरूमा हाम्रो साथीहरू गुमाएर हामीले प्राप्त गरेको, त्यसकारणले गर्दा हामीलाई यो ज्यानभन्दा पनि प्यारो छ। सुरजपुरामा आज उपस्थिति यहाँको स्वानन्द गिरीको यो परिवार, उहाँहरूसँग भेट्दै गर्दाखेरि फेरि एकपटक यो घटना, यो पुरानो दिनहरू जसलाई हामीले त पढेको मात्रै हो, नेताहरूबाट सुनेको हो, तर ती कुराहरू ठुलो प्रेरणा बोकेर हामी यहाँ फर्केर फेरि जाँदैछौँ। जय नेपाल।